सम्पूर्णमा नमस्कार। आजको भिडियोमा पनि हामी तपाईहरुलाई चाहिँ पुराना सोधिएका प्रश्न र तपाईहरुलाई सोधिन सक्ने प्रश्नहरूको बारेमा जानकारी गर्नेछौँ। यदि तपाईहरुको तयारी एकदमै राम्रो छ, तपाईहरु चाहिँ छ भने तपाईहरुले चाहिँ सबै क्वेशन मैले चाहिँ एन्सर भन्नुभन्दा अगाडि नै तपाईहरुले चाहिँ टिक सकिहाल्नुहुन्छ, अनुमान गर्न सकिहाल्नुहुन्छ। यदि तपाईहरु चाहिँ तयारी अलि कम छ भने तपाईहरु चाहिँ पढ्नुहोला। तपाईहरु चाहिँ किताबमा विशेष तपाईहरु चाहिँ एउटा किताब किनेर पढ्नुहोला। तपाईहरु चाहिँ त्यो किताब किनेर पढ्दा तपाईहरु चाहिँ यसमा भिडियोमा आएर धेरै पनि तपाईहरु चाहिँ धेरै हेल्पफुल हुन्छ। किनभने तपाईहरु चाहिँ त्यहाँ प्रश्नहरु एकचोटी पढेको हुन्छ, तपाईहरु चाहिँ ठ्याक्कै यसमा भिडियोमा देख्यो भने यसको उत्तर त यो हो भनेर तपाईहरु चाहिँ ठ्याक्क अनुमान गर्न सक्नुहुन्छ र टिक एन्सर लगाउन सक्नुहुन्छ। तपाईहरुलाई त्यसरी धेरै सहज हुन्छ। म तपाईहरु चाहिँ यस भिडियोको अन्तिममा चाहिँ तपाईहरु चाहिँ कस्ता प्रश्नहरु सोध्छ, के पढ्ने भनेर सम्पूर्ण म जानकारी दिनेछु। अहिले चाहिँ हामी प्रश्नतर्फ लागौं। त्यसैगरी प्रश्न नम्बर 1 मा सोधेको छ हामीलाई चाहिँ यदि नेपालको कुल चौडाइ कति त 193 किलोमिटर हो भने कुल लम्बाइ कति रहेको छ भनेको छ। जसै तपाईहरु चाहिँ नेपालको चाहिँ कुल चौडाइ भने 193 किलोमिटर रहेको छ भने तपाईहरु चाहिँ कुल लम्बाइ सोधेको छ, जुन चाहिँ 4 वटा अप्सन दिएको हुन्छ हामीलाई चाहिँ। 4 वटा अप्सन मध्ये कुन त हामीलाई चाहिँ राइट अप्सन चाहिँ टिक लगाउनु पर्ने हुन्छ। त्यसैगरी 950 किलोमिटर, अप्सन ख मा 885 किलोमिटर, अप्सन ग मा 1000 किलोमिटर, त्यसैगरी अप्सन घ मा 1027 किलोमिटर भनेको छ। तपाईहरुको यसको लागि राइट एन्सर कुन हो त? जुन चाहिँ नेपालको कुल लम्बाइ चाहिँ कति रहेको छ त? 885 किलोमिटर रहेको हुनाले अप्सन ख इज राइट एन्सर हुन्छ प्रश्न नम्बर 1 को। त्यसैगरी प्रश्न नम्बर 2 मा सोधेको छ हामीलाई चाहिँ भारत र चीन दुवैलाई छुने दुई जिल्लाहरू कुन कुन हुन् भनेको छ। तपाईहरु चाहिँ इक्जाममा सोध्ने यस्तै प्रश्नहरु हुन्। तपाईहरु चाहिँ कुनै गाह्रो प्रश्नहरु सोध्दैन। तपाईहरु चाहिँ सामान्य सैन्य परीक्षामा तपाईहरु चाहिँ जीके मा चाहिँ अथवा सामान्य ज्ञानमा चाहिँ तपाईहरु चाहिँ एकदमै सजिला प्रश्नहरु सोध्छ। तपाईहरु चाहिँ हल्का पढ्नु भयो भने तपाईहरु चाहिँ सबै प्रश्नहरु नै आउँछ। तपाईहरु चाहिँ विस्तृत रूपमा पढ्नु पर्दैन। तपाईहरु चाहिँ सामान्य प्रश्नहरु तयारी गर्नुपर्छ। तपाईहरु चाहिँ यसमा चाहिँ त्यसैगरी भारत र चीन दुवै देशलाई जुन चाहिँ भारत र चीन दुवैलाई छुने जिल्लाहरू भनेको छन्, जुन चाहिँ नेपालका जिल्लाहरू भनेको छ। 4 वटा अप्सन दिएको छ। ताप्लेजुङ र दार्चुला, मुस्ताङ र दाङ, त्यसैगरी झापा र बाँके, त्यसैगरी डोल्पा र इलाम भनेको छ। जुन चाहिँ पहिला पनि हामीले जुन सूत्र बनाएर पढेका थियौं यहाँ पनि जुन चाहिँ भारत र चीन दुवैलाई छुने नेपालका जिल्लाहरू दाता भनेर चिनिन्छ भनेको छ। यसरी यो दा यताको दाता भनेर चिनिन्छ भनेर हामीले चाहिँ पढेका थियौं। यसको राइट एन्सर चाहिँ हामीले कुन हो त? भारत र चीन दुवै देशलाई छुने नेपालका जिल्लाहरू कुन हुन् त? ताप्लेजुङ र दार्चुला हो। त्यसैले गर्दा अप्सन क इज राइट एन्सर रहेको छ प्रश्न नम्बर 2 को। त्यसैगरी प्रश्न नम्बर 3 मा रहेको छ सेफुसुन्डो राष्ट्रिय निकुञ्ज कुल क्षेत्रफल कति छ भनेर सोधेको छ। जुन चाहिँ तपाईहरुले राष्ट्रिय जुन चाहिँ यो राष्ट्रिय निकुञ्जहरुको बारेमा एकदमै पढ्नु होला। तपाईहरु चाहिँ राष्ट्रिय निकुञ्ज 1 वा 2 क्वेशन तपाईहरु चाहिँ फिक्सै आउँछ। किनभने तपाईहरु चाहिँ राष्ट्रिय सबैभन्दा पुरानो राष्ट्रिय निकुञ्ज जुन चाहिँ अहिले समसामयिक रूपमा नयाँ थपिएको राष्ट्रिय निकुञ्ज कुन हो, नयाँ थपिएको राष्ट्रिय निकुञ्जको तपाईहरुले क्षेत्रफल सोधिन सक्छ। यो पनि पढ्नु होला तपाईहरु। अहिले हामीले सोधेको छ सेफुसुन्डो राष्ट्रिय निकुञ्ज कुल क्षेत्रफल सोधेको छ। जुन चाहिँ तपाईहरुले चाहिँ सेफुसुन्डो राष्ट्रिय निकुञ्जको हामीले चाहिँ 4 वटा अप्सन मध्ये अप्सन घ इज 3555 वर्ग किलोमिटर हो। जुन चाहिँ सेफुसुन्डो राष्ट्रिय निकुञ्जको 3555 वर्ग किलोमिटर रहेको छ। त्यसैले गर्दा अप्सन घ इज राइट एन्सर हुन्छ प्रश्न नम्बर 3 को। त्यसैगरी प्रश्न नम्बर 4 मा सोधेको छ कोशी टप्पु कुन जनावरका लागि प्रख्यात छ भनेर प्रश्न सोधेको छ हामीलाई चाहिँ प्रश्न नम्बर 4 मा। अर्ना, बाघ, रतुवा, सर्प भनेर 4 वटा अप्सन दिएको छ। तपाईहरुले चाहिँ प्रश्न नम्बर 4 को जुन चाहिँ कोशी टप्पुमा चाहिँ विशेष गरी अर्नाको लागि प्रख्यात भएकाले अप्सन क इज राइट एन्सर हुन्छ। जुन चाहिँ के त प्रश्न नम्बर 4 को। त्यसैगरी यो चाहिँ कोशी टप्पु जन्य अन्य राष्ट्रिय निकुञ्जहरु पनि के त विभिन्न जनावरहरूको लागि प्रख्यात छ। तिनीहरु पनि तपाईहरुले चाहिँ पढ्नु होला। क्षेत्रफल जुन चाहिँ राष्ट्रिय निकुञ्ज चाहिँ कुन जनावरको लागि प्रसिद्ध छ। तपाईहरुले चाहिँ कुन राष्ट्रिय निकुञ्जहरु पुरानो, नयाँ त्यस्तो जुन चाहिँ डेटहरु पनि पढ्नु होला। तपाईहरुले चाहिँ यति पढ्यो भने तपाईहरुले चाहिँ यहाँभन्दा बढी पढ्नु नै पर्दैन। तपाईहरुले चाहिँ यति भित्रबाट नै सोध्छ तपाईहरुले चाहिँ। त्यसैगरी
प्रश्न नम्बर 5 मा सोधेको चाहिँ काठमाडौँ कुन नदीको किनारामा छ? यो चाहिँ तपाईँलाई सबैलाई थाहा नै भएको कुरा हो। जुन चाहिँ काठमाडौँ चाहिँ बागमतीको किनारामा अवस्थित छ। त्यसले गर्दा कुन राइट एन्सर हुन्छ त? प्रश्न नम्बर घ इज राइट एन्सर हुन्छ। प्रश्न कतिको त? प्रश्न नम्बर 5 को घ इज राइट एन्सर रहन्छ। त्यसै गरी प्रश्न नम्बर हामीलाई 6 मा पढ्छौँ। यो चाहिँ यहाँ टिक लागेको छ। प्रश्न नम्बर 5 को चाहिँ बागमती हो। त्यसै गरी प्रश्न नम्बर 6 मा रहेको छ नेपालको सबैभन्दा लामो नदी कुन हो भनेर हामीलाई चाहिँ प्रश्न सोधेको छ। अब तपाईँले चाहिँ मैले अस्तिको भिडियोमा पनि भनेको थिएँ, नदी नालाको बारेमा तपाईँले चाहिँ पढ्नु होला। तपाईँले चाहिँ किनकि नेपालको सबैभन्दा लामो नदी सोधिन सक्छ, सबैभन्दा गहिरो नदी सोधिन सक्छ, सबैभन्दा ठुलो नदी सोधिन सक्छ। तपाईँले चाहिँ नदीहरूमा विभिन्न नदीहरू चाहिँ भारतमा प्रवेश गरिसकेपछि के नामले चिनिन्छ, नदीहरूको बारेमा, लम्बाइको बारेमा यस्ता यस्ता पढ्नु होला है। तपाईँले चाहिँ एकदमै सोध्छ यस्ता प्रश्नहरू, तपाईँले चाहिँ पढ्नुपर्ने प्रश्न। म चाहिँ तपाईँले चाहिँ बिच बिचमा किन भनिरहेको छु भने तपाईँले चाहिँ एकदम सोधिरहेको छु यस्ता प्रश्नहरू। मैले चाहिँ यसरी तपाईँले चाहिँ वर्गीकरण गरिदिन खोजेको। तपाईँले चाहिँ किन पढ्नु भनेपछि तपाईँले चाहिँ यहाँभन्दा अगाडिका परीक्षामा यसो प्रश्नहरू हेर्दाखेरि बार बार सोधेको छ। तपाईँले चाहिँ नदी नालाबाट के प्रश्न सोधेको छ, तपाईँले चाहिँ नदी नाला ताल तलाउ यस्ता यस्ता बारेमा तपाईँले चाहिँ पढ्नुपर्ने हुन्छ। जस्तै अब कर्णाली नदीको सबैभन्दा लामो नदी चाहिँ कर्णाली हो। अब तपाईँले चाहिँ कर्णाली नदी जस्तै नेपालभित्र कति किलोमिटर छ, तपाईँले चाहिँ भारतमा परिसकेपछि कर्णालीलाई नदीलाई के भनेर चिनिन्छ, यस्तो पनि पढ्नुपर्ने हुन्छ तपाईँहरूले चाहिँ। जुन चाहिँ नेपालमा चाहिँ 507 किलोमिटर चाहिँ कर्णालीको लम्बाइ छ। त्यसै गरी भारतमा पुगिसकेपछि कर्णाली नदीलाई के त घाघरा भनेर चिनिन्छ। यस्ता प्रश्न अरू महाकाली, कोशी, गण्डकी यस्ता नदीहरूलाई पनि कर्णालीमा भारतमा प्रवेश गरिसकेपछि यिनीहरूलाई चाहिँ अलग नामले चिनिन्छ। त्यो नामहरू चाहिँ पढ्नु होला तपाईँले चाहिँ सरस्वती। त्यसै गरी अब प्रश्न नम्बर 7 मा सोधेको छ हामीलाई चाहिँ काठमाडौँदेखि बुटोल राजमार्गको लम्बाइ कति छ? मैले यहाँभन्दा अगाडि पनि भनिसकेँ, तपाईँले चाहिँ राजमार्ग सम्बन्धी पनि पढ्नु होला। राजमार्गहरूको लम्बाइ तपाईँले चाहिँ विभिन्न काठमाडौँदेखि अहिले सोधेको छ हामी चाहिँ काठमाडौँदेखि बुटोल राजमार्गको लम्बाइ कति छ भनेर सोधेको छ। तपाईँले चाहिँ यसको राइट एन्सर कुन हुन्छ? प्रश्न नम्बर 7 को जुन चाहिँ 259 किलोमिटर हो, जुन चाहिँ काठमाडौँदेखि बुटोलको। त्यसरी अप्सन कुनमा छ? अप्सन ख मा छ। त्यसैले गर्दा अप्सन ख इज राइट एन्सर हुन्छ प्रश्न नम्बर 7 को। त्यसै गरी प्रश्न नम्बर 8 मा सोधेको छ काठमाडौँ रिङ रोडको लम्बाइ कति छ भनेर सोधेको छ हामीलाई चाहिँ। अब यो काठमाडौँ रिङ रोडको बारेमा सोधेको छ हामीले चाहिँ जुन चाहिँ काठमाडौँ रिङ रोडको 27.2 किलोमिटर हो। त्यसैले गर्दा कुन हुन्छ? अप्सन क इज राइट एन्सर हुन्छ प्रश्न नम्बर 8 को। त्यसै गरी नेपालको राष्ट्रिय फुल कुन हो? अब तपाईँले चाहिँ बार बार पढेकै प्रश्न हो। अब हामी चाहिँ नेपालको राष्ट्रिय फुल भनेर लालीगुराँस पढेको हौँ। त्यसैले गर्दा अप्सन ख इज राइट एन्सर रहन्छ। तपाईँले यति सजिला प्रश्न पनि सोध्छ है त। नेपालको राष्ट्रिय फुल, तपाईँले चाहिँ नेपालको राष्ट्रिय गानको बारेमा पनि पढ्नु होला। तपाईँले चाहिँ जुन चाहिँ त्यसको सङ्गीतकार को हुन्, रचनाकार को हुन्, तपाईँले चाहिँ यस्ता पनि प्रश्न सोधिदिन सक्छ। यहाँभन्दा अगाडि सोधेका पनि हुन्, बारम्बार सोध्छ पनि यस्ता प्रश्नहरू पढ्नु होला। तपाईँले चाहिँ यो चाहिँ याद गर्नुपर्ने हुन्छ तपाईँहरूले चाहिँ। अब हिन्दू धर्मावलम्बीहरूको पूजा गर्ने नेपालको राष्ट्रिय जनावर कुन हो? अब सबैलाई थाहा नै छ, हामीले चाहिँ जुन चाहिँ गाईको पूजा गर्छौँ हामी चाहिँ हिन्दू धर्मावलम्बीहरूले। त्यसैले गर्दा यो चाहिँ गोरु भयो, यो चाहिँ गाई हो है त। यस्तो अप्सन क मा छ यसको राइट एन्सर। जुन चाहिँ हिन्दू धर्मावलम्बीले पूजा गर्ने जुन चाहिँ राष्ट्रिय जनावर कुन हो त? गाई हो। त्यसैले गर्दा प्रश्न नम्बर 10 को चाहिँ के हुन्छ त? अप्सन क इज राइट एन्सर रहन्छ। त्यसै गरी प्रश्न नम्बर 11 मा सोधेको छ हामीलाई चाहिँ हालसम्म नेपालमा कतिवटा जिल्ला रहेका छन् भनेर सोध्यो। मैले चाहिँ तपाईँले चाहिँ अहिले यहाँनिर के भने तपाईँले चाहिँ नेपालका जिल्ला जस्तै स्थानीय तहहरू, गाउँपालिकाहरू, त्यसै गरी नगरपालिका, महानगरपालिका, उपमहानगरपालिका सबै थाहा पाउनु होला है। म त सरसरी भनिदिन्छु, तपाईँले चाहिँ विशेष गरी महानगरपालिका 6 वटा छ, उपमहानगरपालिका 11 वटा, त्यसै गरी नगरपालिका 276, गाउँपालिका 460, त्यसै गरी स्थानीय तह 753। यस्तै तपाईँले चाहिँ यसलाई नोट गर्नु होला, तपाईँले चाहिँ पढ्नु होला। यहाँबाट चाहिँ एक दुईवटा क्वेसन फिक्स नै सोध्छ तपाईँहरूलाई चाहिँ। त्यसै गरी यहाँमा सोधेको छ हामीलाई चाहिँ हालसम्म नेपालमा कतिवटा जिल्लाहरू रहेका छन् भनेर सोधेको छ, जुन चाहिँ अहिले 77 वटा जिल्ला हुन्। त्यसैले गर्दा अप्सन ग इज राइट एन्सर रहन्छ प्रश्न नम्बर 11 को। अब नेपालमा कतिवटा गाउँपालिका रहेका छन् भनेर यहीँ सोधिएको छ तपाईँले चाहिँ। नेपालमा गाउँपालिका चाहिँ कति छन् त? 460 गाउँपालिका हो। त्यसैले गर्दा अप्सन घ इज राइट एन्सर रहेको छ। त्यसै गरी
प्रश्न नम्बर 13 मा सोधेको छ सार्कको सबैभन्दा सानो देश कुन हो भनेर सोधेको छ, जुन चाहिँ तपाईँले चाहिँ 4वटा अप्सन दिएको छ, 4वटा देशको नाम दिएको छ। नेपाल, भुटान, मालदिभ्स, बङ्गलादेश भनेको छ, जुन चाहिँ 4वटा अप्सन मध्ये हामीले चाहिँ सार्क हो कि त सबैभन्दा सानो देश भन्नुपर्ने हुन्छ यसमा चाहिँ। अब 4वटा देशमध्ये चाहिँ सबभन्दा सानो देश चाहिँ मालदिभ्स हो, त्यसैले गर्दा अप्सन ग इज राइट एन्सर रहन्छ। प्रश्न नम्बर 14 मा सोधेको छ सार्कमा नदी नभएको देश कुन हो भनेर सोधेको छ। अब सार्कका देशहरू चाहिँ पढ्नु होला है तपाईँले चाहिँ त्यो सार्कका देशहरूको बारेमा पनि तपाईँले चाहिँ प्रश्नहरू सोध्छ है त तपाईँले चाहिँ। त्यसैगरी अब हामीले चाहिँ अब सार्कमा नदी नभएको देश कुन हो भनेर सोधेको छ, जुन चाहिँ 4वटा देश दिएको छ। अफगानिस्तान, मालदिभ्स, पाकिस्तान, भुटान भनेर दिएको छ 4वटा देश, जुन चाहिँ हाम्रो चाहिँ प्रश्न नम्बर 14 को। यसको राइट एन्सर कुन हो त अप्सन ख मालदिभ्स नै हो। तपाईँले चाहिँ यसमा चाहिँ के त नदी छैन, तपाईँले चाहिँ नदी नभएको देश भनेर पनि मालदिभ्सलाई नै चिनिन्छ, त्यसैले गर्दा अप्सन ख इज राइट एन्सर 14 को। त्यसैगरी प्रश्न नम्बर 15 मा रहेको छ नेपालको राष्ट्रिय पन्छी कुन हो। अब तपाईँले चाहिँ सबैलाई थाहा नै छ नेपालको राष्ट्रिय पन्छी कुन हो त डाँफे हो, त्यसैले गर्दा अप्सन ग इज राइट एन्सर रहन्छ। त्यसैगरी प्रश्न नम्बर 16 मा रहेको छ नेपालको सरकारी सेवामा आरक्षणको व्यवस्था कहिलेदेखि सुरु गरियो भनेर प्रश्न सोधेको छ। अप्सन क विक्रम सम्वत 2072, अप्सन ख विक्रम सम्वत 2063, अप्सन ग विक्रम सम्वत 2064, अप्सन घ विक्रम सम्वत 2066 भनेर सोधेको छ, जुन चाहिँ प्रश्न नम्बर कतिमा चाहिँ हामीलाई 16 मा सोधेको छ। तपाईँले चाहिँ यसको राइट एन्सर कुन हो त, जुन चाहिँ नेपालको सरकारी सेवाको आरक्षणको व्यवस्था चाहिँ 2063 सालमा गरिएको हो, जुन चाहिँ अप्सन कतिमा छ अप्सन ख इज राइट एन्सर हुन्छ प्रश्न नम्बर 16 को। जुन चाहिँ प्रश्न नम्बर 17 मा सोधेको छ नेपालको संविधानको कुन भागमा लोक सेवा आयोग सम्बन्धी व्यवस्था रहेको छ भनेर सोधेको छ। यो चाहिँ तपाईँले चाहिँ संविधान धाराकोमा अलि लोक सेवा आयोगको बारेमा, त्यसैगरी नेपाल आर्मीको बारेमा तपाईँले चाहिँ लोक सेवा सम्बन्धी कति धारा उपधारामा समावेश गरेको छ यो पनि पढ्नु होला है तपाईँले चाहिँ, यति नै हेरिदिनु होला एकचोटि सर। त्यसैगरी अब यहाँ सोधेको छ नेपालको संविधानमा कुन भागमा लोक सेवा आयोग सम्बन्धी व्यवस्था गरेको छ भनेर सोधेको छ, जुन चाहिँ 21, 22, 23, 24 दिएको छ। तपाईँले चाहिँ प्रश्न नम्बर कतिको त हाम्रो चाहिँ 17 हो, जुन चाहिँ भाग 24 मा हो। यसको राइट एन्सर भाग 24 कुनमा छ अप्सन घ इज राइट एन्सर रहन्छ यसको चाहिँ। त्यसैगरी प्रश्न नम्बर 18 मा सोधेको छ अब सार्क को सचिवालय कहाँ रहेको छ भनेर, यो चाहिँ सबैलाई थाहा नै छ, जुन चाहिँ सार्कको सचिवालय नेपालमै छ, नेपालको चाहिँ काठमाडौँमा छ, त्यसैले गर्दा अप्सन घ इज राइट एन्सर रहन्छ कुनको त प्रश्न नम्बर 18 को। अब त्यसैगरी प्रश्न नम्बर 19 मा हेर्छौँ हामी चाहिँ। प्रश्न नम्बर 19 मा चाहिँ तपाईँले चाहिँ के भनेको छ भने हालसम्म नेपालमा कतिवटा स्थानीय तहहरू रहेका छन् भनेर सोधिएको छ। तपाईँले चाहिँ मैले अघि भनेको थिएँ स्थानीय तह कति छन्, गाउँपालिका कति छन्, महानगरपालिका, उपमहानगरपालिका सब भनेको थिएँ, जुन चाहिँ हामीलाई चाहिँ हालसम्म चाहिँ अहिलेसम्म चाहिँ स्थानीय कति हुन् त 753वटा स्थानीय तह हुन्, त्यसैले गर्दा अप्सन ग इज राइट एन्सर रहन्छ प्रश्न नम्बर 19 को। त्यसैगरी प्रश्न नम्बर 20 मा सोधेको छ नेपालको कान्छो जिल्ला भनेर कुन जिल्लालाई जनाउँछ भनेर सोधेको छ, जुन चाहिँ अहिलेको उसमा चाहिँ अप्सनमा दिएको छैन है त। यो चाहिँ पहिला चाहिँ नेपालको कान्छो जिल्ला भनेर कालीकोटलाई चिनिन्थ्यो, यसको राइट एन्सर चाहिँ अहिले कालीकोट हो। त्यसैले अहिलेको उसमा चाहिँ जुन चाहिँ हालको चाहिँ नवलपरासी पूर्व र रुकुम पूर्वलाई चिनिन्छ, जुन चाहिँ अहिलेको नयाँ कान्छो जिल्ला भनेर, जुन चाहिँ तपाईँले चाहिँ नवलपरासी पूर्व अथवा रुकुम पूर्व छ भने त्यो लगाउनु होला। यदि त्यो अप्सनमा नभएर कालीकोट छ भने तिन दुईवटा उल्लेख गरेको छैन भने कालीकोट लगाउनु होला। तपाईँले चाहिँ यस्तो आइहाल्यो भने प्रश्न तपाईँले चाहिँ यस्तो लगाउन सक्नुहुन्छ। त्यसैगरी प्रश्न नम्बर 21 मा सोधेको छ नेपालको सबैभन्दा अग्लो स्थानमा रहेको सदरमुकाम कुन हो भनेर सोधेको छ, जुन चाहिँ सिमीकोट, मार्तडी, तौलिहावा, तानसेन भनेको छ, जुन चाहिँ नेपालको सबैभन्दा अग्लो स्थानमा रहेको सदरमुकाम चाहिँ हुम्लाको सिमीकोट हो, त्यसैले गर्दा अप्सन क इज राइट एन्सर हुन्छ प्रश्न नम्बर 21 को। त्यसैगरी प्रश्न नम्बर 22 मा सोधेको छ नेपालको पूर्वदेखि पश्चिमसम्म जोडिएको राजमार्ग कुन हो भनेर सोधेको छ प्रश्न नम्बर 22 मा, जुन चाहिँ तपाईँलाई सबैलाई थाहा नै छ, यो चाहिँ महेन्द्र राजमार्ग हो, त्यसैले गर्दा अप्सन ख इज राइट एन्सर रहन्छ। त्यसैगरी प्रश्न नम्बर 23 मा हामीलाई सोधेको छ नेपालको सबैभन्दा ठुलो राष्ट्रिय निकुञ्ज सोधेको छ। मैले अघि राष्ट्रिय निकुञ्ज बारेमा पनि पढ्नु भनेको थिएँ। सबैभन्दा ठुलो राष्ट्रिय निकुञ्ज चाहिँ कुन हो त सेफुसुन्डो राष्ट्रिय निकुञ्ज हो,
सबैभन्दा पुरानो राष्ट्रिय निकुञ्ज चाहिँ भन्यो भने तपाईँले सानो राष्ट्रिय निकुञ्ज भन्यो भने तपाईँलाई चाहिँ चितवन राष्ट्रिय निकुञ्ज हो। त्यसै गरी सबैभन्दा सानो राष्ट्रिय निकुञ्ज भन्यो भने तपाईँलाई चाहिँ रारा राष्ट्रिय निकुञ्ज हो। अब तपाईँले सबैभन्दा सबैभन्दा ठुलो राष्ट्रिय निकुञ्ज भन्यो भने सेपुक सुन्दर राष्ट्रिय निकुञ्ज हो। अहिले हामीले चाहिँ क्वेसनमा सबैभन्दा ठुलो राष्ट्रिय निकुञ्ज भनेको छ, त्यसैले गर्दा अप्सन ग इज राइट एन्सर हुन्छ। तपाईँले चाहिँ यो राष्ट्रिय जुन चाहिँ निकुञ्ज बारेको क्षेत्रफल पनि सरसर्ती हेर्नु होला तपाईँले चाहिँ। त्यसै गरी संयुक्त राष्ट्रसङ्घको स्थापना कहिले भएको थियो भनेर सोधेको छ, जुन चाहिँ नोभेम्बर 24, 1924, त्यसै गरी अक्टोबर 24, 1945, त्यसै गरी डिसेम्बर 4, 1944, सेप्टेम्बर 4, 1946 भनेको छ। जुन चाहिँ संयुक्त राष्ट्रसङ्घको स्थापना चाहिँ कहिले त 1945 अक्टोबर 24 हो। त्यसैले गर्दा अप्सन के त ख इज राइट एन्सर हुन्छ प्रश्न नम्बर 24 को चाहिँ। त्यसै गरी प्रश्न नम्बर 25 को आजको अन्तिम प्रश्न, यो चाहिँ तपाईँले चाहिँ कमेन्टमा यसको सही उत्तर चाहिँ कमेन्ट गर्नुहोला। त्यसै गरी हामीले अहिले प्रश्न सोधेको छ 25 मा, नेपाली सेनाको परमाधिपति को रहने व्यवस्था छ भनेर सोधेको छ। रक्षा मन्त्री, प्रधानमन्त्री, उपराष्ट्रपति, राष्ट्रपति भनेको छ। यो चाहिँ तपाईँको कमेन्ट गर्नुहोला। यसको एन्सर चाहिँ तपाईँले चाहिँ कतिले मिलाउनुहुन्छ म चाहिँ हेर्छु, तपाईँले चाहिँ कमेन्ट गर्नुहोला। अब तपाईँले चाहिँ मैले भनेको थिएँ लास्टमा चाहिँ तपाईँले पढ्नुपर्ने भनेको तपाईँले चाहिँ राष्ट्रिय निकुञ्जहरूको बारेमा पढ्नुहोला, तपाईँले चाहिँ नदी नालाहरूको बारेमा पढ्नुहोला, सामान्य सामान्य प्रश्नहरू जस्तै तपाईँले चाहिँ एकदमै सोध्ने भनेको नेपाल आर्मीको सेवा सम्बन्धी प्रश्नहरू जिकेमा सोध्ने है त सबैभन्दा बढी। त्यसै गरी नेपाली विषयमा तपाईँले चाहिँ नामहरू, त्यसै गरी कालको बारेमा तपाईँले चाहिँ सामान्य वर्तमानकाल, भविष्यकाल, भूतकाल यस्तो बारेमा सामान्य ती वाक्यहरू परिवर्तन गर्ने, अथवा तपाईँले चाहिँ त्यो सामान्य भूतकाल भनेको के हो, भविष्यकाल भनेको के हो त्यो पढ्यो भने तपाईँले चाहिँ वाक्य परिवर्तन गर्ने, अथवा त्यो जुन चाहिँ तल दिएको हुन्छ जुन चाहिँ चुज गर्ने त्यो चुज गर्ने। तलको सामान्य वर्तमान कुन हो भनेर भनेको हुन्छ, तल 4वटा अप्सन दिएको हुन्छ, त्यसरी पनि सोध्छ। अथवा तपाईँले चाहिँ विषयगततर्फ पनि सोध्छ, तपाईँले चाहिँ 3वटा अथवा 4वटा ती वाक्य परिवर्तन गर्ने पनि सोध्छ। त्यसै गरी अर्को चाहिँ विपरार्थी शब्दहरू, विपरार्थी शब्द ठ्याक्क विपरार्थी शब्द पनि तपाईँले चाहिँ धेरै नै सोध्छ, त्यो पनि तपाईँले चाहिँ पढ्नु होला। त्यसै गरी चिठी लेखन, त्यसै गरी निबन्ध लेखन, तपाईँले चाहिँ त्यो चाहिँ पढ्नु होला एकदमै। तपाईँले चाहिँ बारम्बार सोधेका प्रश्नहरू तपाईँले चाहिँ यस्ता यस्ता पढ्नुभयो भने तपाईँले चाहिँ मजाले पास गर्न सक्नुहुन्छ। तपाईँले चाहिँ अब इङ्ग्लिसमा आर्टिकलहरू पढ्नु होला, तपाईँले चाहिँ त्यो वर्डहरू लेख्ने, तपाईँले चाहिँ नेपाली ट्रान्सलेट गर्ने अथवा इङ्ग्लिसलाई नेपालीमा ट्रान्सलेट गर्ने त्यो पढ्नु होला। त्यसै गरी म्याथहरूमा तपाईँले चाहिँ थाहा नै छ, भाग, जोड, घटाउ, गुणन यस्ता यस्ता प्रश्न गर्नुभयो भने तपाईँले चाहिँ पास नै हुनुहुन्छ। तपाईँले चाहिँ एकदमै राम्रोसँग तपाईँले चाहिँ अब तपाईँले चाहिँ फिजिकल राम्रो गर्नुभएको छ भने लिखितमा तपाईँले चाहिँ पास मात्रै गर्नुभयो भने पनि तपाईँको नाम आउने सम्भावना हुन्छ। तपाईँले चाहिँ लिखित अब फिजिकल राम्रो गर्नु पाएन, तपाईँले चाहिँ मिडियम हुनुपर्छ है त। सबै नै अब कम्पिटिसन अनुसारको तपाईँले चाहिँ मार्क्स पनि उत्तिकै ल्याएको हुनुपर्छ। अब तपाईँले चाहिँ मार्क गरेको 250 जना जति होला, तपाईँले चाहिँ 250 भन्दा तपाईँले चाहिँ 250 जनालाई के त 80-90 क्रस हान्यो भने तपाईँले चाहिँ 50-60 मात्रै ल्याउनु भयो भने तपाईँको नाम चाहिँ निस्कन्न। नाम निस्क्यो भने तपाईँ चाहिँ के त सेलेक्सनमा हुँदैन। तपाईँले चाहिँ त्यसै गरी तपाईँले चाहिँ के त 200 अब जस्तै 3000 4000 खुल्या 3000 4000मा चाहिँ तपाईँले चाहिँ 1000 1500मा को बिचबिचमा तपाईँले चाहिँ पढ्ने गरी तपाईँले तिनीहरूको प्रतिस्पर्धी हुने गरी तपाईँले चाहिँ त्यसमा गर्नुपर्ने हुन्छ। जस्तै अब तपाईँले चाहिँ काठमाडौँबाट फर्म भर्नुभयो भने काठमाडौँबाट 200 अथवा 300 जना हुन्छ नारायणहिटबाट, त्यहाँमा चाहिँ तपाईँले चाहिँ अब 200-300मा तपाईँले चाहिँ 50-60 जनासँग 200-300 जनासँग प्रतिस्पर्धी हुनुहुन्छ। तपाईँले चाहिँ त्यसमा चाहिँ सबभन्दा एक्सिलेन्ट गर्ने कोसिस गर्नुपर्छ। तपाईँले चाहिँ त्यो अनुसार चाहिँ तपाईँले चाहिँ नाम निस्किने, जस्ट पास भयो भने तपाईँले चाहिँ पछि नाम ननिस्कन सक्छ तपाईँहरूको लागि। अब तयारी राम्रो गर्नु होला। तपाईँको इक्जाम अब चाँडै नै आउँछ। तपाईँको इक्जाम नोटिस अब 1-2 हप्तामा नै अब चुनावपछि नै आउँछ, अथवा चुनावको पहिलो हप्ता अथवा चैत्रको पहिलो हप्तासम्म तपाईँको नोटिस आइसक्छ। तपाईँहरूको लागि चाहिँ एकदम तयारी गर्नु होला। अब तपाईँले चाहिँ म विशेष गरी यस्तै जिके भिडियोहरू थुप्रै मैले चाहिँ अपलोड गरेको छु, त्यो भिडियोहरू पनि हेर्नु होला। मैले चाहिँ त्यो भिडियोबाट तपाईँले चाहिँ यहाँभन्दा पहिला सेवा सम्बन्धी म्याथका त्यस्ता भिडियो मैले त्यो भिडियो चाहिँ कसरी हालेको भन्दा पनि
तपाईँले चाहिँ इक्जाममा सोधेकै भिडियोहरू सोधेका अथवा चाहिँ सोध्न सक्ने तपाईँले चाहिँ ए टु जेड पोहोर सालको प्रार सालको इक्जाममा ए टु जेड मिलाएको थियो तपाईँले चाहिँ त्यहाँबाट पढ्नुभयो भने एउटा तपाईँले चाहिँ एकदम राम्रो गर्नुहुन्छ किताबबाट हल्का पढ्नु भएको छ भने तपाईँले चाहिँ यो मोडल क्वेसन आएर तयारी गर्यो भने तपाईँले चाहिँ एकदम हेल्पफुल हुन्छ एकदम तपाईँले तयारी मजाले पुग्छ तपाईँहरूको लागि त्यसै गरी म चाहिँ अन्य अब चिठी लेखन जस्तै निबन्ध लेखन यस्ता यस्ता भिडियो पनि तपाईँलाई सिकाउने छु अब तपाईँले चाहिँ हेभन्दा पछिको भिडियोमा ताल तलया सम्बन्धी कस्ता प्रश्नहरू छ त्यो प्रश्नहरू ल्याउँछु म चाहिँ अब राष्ट्रिय निकुञ्ज सम्बन्धी त्यसै गरी भूगोलबाट इतिहासबाट तपाईँले चाहिँ म्याथ सम्बन्धी यस्ता यस्ता प्रश्नहरू के सोध्छ त्यो प्रश्नहरू पनि म तपाईँलाई समावेश गर्छु तयारी राम्रो गर्नु होला तपाईँले चाहिँ यदि युट्युब च्यानल सब्सक्राइब गर्नुभएको छैन भने सब्सक्राइब गर्नु होला तपाईँले चाहिँ भिडियो चाहिँ पुरा हेर्नु होला किनभने सबै प्रश्न आधिकारिक छन् तपाईँले चाहिँ सबै हेर्नुभयो भने तपाईँले चाहिँ सहज पनि हुन्छ तपाईँलाई चाहिँ इक्जाममा धेरै हेल्पफुल हुन्छ यसबाट चाहिँ